हाम्रो लास्ट क्वेसन हो। हामी यो क्वेसन गरेपछि अर्को च्याप्टरमा जम्प गर्ने। इफ तपाईहरु अझै क्वेसन प्र्याक्टिस गर्नुहुन्छ भने मेरो फेसबुक लिङ्कमा मेरो व्हाट्सएप नम्बर त्यहाँबाट तपाईहरु कन्ट्याक्ट गरेर मेरो चाहिँ अझै क्वेसन लिन सक्नुहुन्छ। ल आज लास्ट क्वेसन नम्बर 12 नम्बरको द रेशियो अफ टु क्वान्टिटिज इज 3:4। त हामीलाई 12 नम्बरको रेशियो कति दिएको छ र 3 र 4 को रेशियो दिएको छ। ठीक छ। त्यसपछि हामीले के भन्छ इफ द इन्सिडेन्ट इज 15। इन्सिडेन्ट फर्स्ट टर्मलाई हामी 15 भन्न सक्छौं। फर्स्ट टर्मलाई हामी 15 भन्न सक्छौं भने इन्सिडेन्ट भन्न सक्छौं भने सेकेन्ड टर्म के द कन्सिस्टेन्ट इज मतलब सेकेन्ड टर्म कति दिएको छ हामीलाई थाहा छैन। हामीले सेकेन्ड टर्मलाई x मान्न सक्छौं। इफ क्रस मल्टिपल गर्यो भने 3x इन्टु 15 चौके 60 हैन। त x इक्वल्स टु 60 डिवाइड बाइ 3 त x इक्वल्स टु हामी 2 लेख्न सक्छौं र 20 लेख्न सक्छौं। यो सल्युसन कसरी गर्छ हामीले थाहा भयो। इफ द रेशियो हामीलाई 3:4 दिएको छ र इन्सिडेन्ट हामीलाई 15 यहाँ दिएको छ। इन्सिडेन्ट हामीलाई 15 दिएको छ। कोइन्सिडेन्ट हामीले भन्छ पत्ता लगाउनको लागि त कति छ त्यो हामीलाई थाहा छैन भने त्यहाँ हामी x मानेर जान सक्छौं। x यहाँ लेख गर्यो भने क्रस मल्टिपल गरेर हामीले 3x इक्वल्स टु 60 लेख्न सक्छौं। इफ x यहाँ भयो मल्टिपलको फर्ममा छ त्यो साइड गएपछि डिभाइडेड फर्ममा आउँछ र यसलाई डिभाइड गरेपछि हामी 20 आयो। इफ 20 छ अप्सनमा भने हाम्रो कति नम्बरमा छ डी नम्बर। डी इज द राइट आन्सर। तपाईहरु चाहिँ 12 नम्बर बुझ्नु भयो होला जहाँ समय लाग्दै छ। र अब 13 नम्बरको चर्चा गरौँ। क्वान्टिटी इज 50 5:7। 13 नम्बर के दिएको छ हामीलाई रेशियो 5 र 7 को दिएको छ। ठीक छ। त्यसपछि भने छ इफ द कन्सिक्वेन्ट अफ इट्स इन्भर्स भने कन्सिक्वेन्ट हामीलाई यो त दिएको छ। यो हामीलाई 25 दिएको छ र यो भन्छ हामीलाई निस्काउनको लागि। तर यो क्वेशन यहाँ के ट्विस्ट दिएको छ कोइन्सिडेन्ट इज इन्भर्स। इन्भर्स भनेको भने हामीले यहाँ 25 र यहाँ x राख्न सक्छौं। इफ यहाँ यति बुझेपछि हामीले फेरि सेम प्रोसेस गर्न सक्छौं। 5x इक्वल्स टु कति भयो हामीलाई 25 इन्टु 7 25 इन्टु 7 175 x इक्वल्स टु 175 डिवाइड बाइ 5 x इक्वल्स टु 35 हामी लेख्न सक्छौं। यो पुरै होल सल्युसन बुझ्यो कसरी आयो। इफ यो पुरै यो बुझेपछि हामीले यो सल्युसन कसरी निस्कन्छ त्यो इजी नै छ हामी बुझिन सक्छौं। हामी यो 35 छ अप्सनमा ए नम्बर 35 छ भने ए नम्बर राइट आन्सर हो। तपाईहरुले जहाँसम्म लाग्छ लाग्यो होला रेशियो प्याटर्न कुनै कन्फ्युजन नभयो होला तपाईहरु।